हेलो साथीहरू, मेरो आज चाहिँ यो किचन गार्डन है मच्छरले खायो। किचन गार्डन हो मेरो, अलिकति टाइम पास पनि हैन। यहाँ हेर्नु त खर्सानी है, खर्सानीको बोटमा हैन कस्तो धेरै भयो। खर्सानी फलिरहेछ यति साह्रो हैन। ए फलाइरहेछु मैले, म यसको बारेमा चाहिँ भन्छु तपाईहरुलाई। ल बारीको फलेको है, यति 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 एक अचार खानेहरू चाहिँ निक्लिरहेको छ हैन। यसलाई चाहिँ के भन्छ भने यहाँ बङ्गालमा हाँसेर मल भन्छ। म पहिला पहिला नयाँ आउँदाखेरि लङ्का लङ्का 40 टका लङ्का भन्छ कि। अब 40 टका भने टाका भनेको त अब बुझिहालिन्छ। 40 टका भनेको लङ्का भन्छ। के हो लङ्का भनेको त? म त छेउमा गएर लङ्का दिजिए त भनेको त। मोराहरूले खर्सानीको दिन्छ हौ मलाई त। भगवान लङ्का अरे हो। अनि आज चाहिँ म बैगुनबारीमा चाहिँ मेरो बैगुनबारी अस्ति लिएर रोपेकोमा यहाँनिर बैगुन फल्यो होइन। सागहरू रोपेको किराले खाइदिएछ हो। अन्त लागिरहेछ यहाँ पनि यो चिचिलाहरू। यहाँ हेर्नुहोस् फुल खेल्दैछ। कतिवटा त मर्यो पनि हो। अब कतिवटा त मरेर गयो। अन्त भेन्डीहरू चाहिँ यत्रो यत्रो भएको छ है।